विश्व स्वयंसेवक दिवस याचोले येलो महानगरपालिका स्वयंसेविका तेत सम्मान यागुदु ताली अलिकति गडगडाट अनि जोडले हुनुपर्छ। यो भावुक अवसर, यो सुखद अवसर, यो महत्त्वपूर्ण अवसर हो कि हामी भोलिन्टियरहरूको यो एक हिसाबले महान चाड हो। यो बेला नगर प्रमुख स्वस्थ समुदाय निर्माण महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका योगदान नारायणप महानगरपालिका शुक्रबार यागु ज्याजोले महानगरपालिका नि गुङ्गुली वडाए नि गुम उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका नि गुङ्गु उत्कृष्ट टोल स्वास्थ्य उत्प्रेरक व छमक टिभी ट्रेसर व एचआईभी काउन्सिलर यात सम्मान यागु ख ताली बजाउँदाखेरि हाम्रो स्वास्थ्यको लागि स्वस्थ गर्छ भन्ने कुरा हामीले सुनेका छौँ। वडा नम्बर 8 मैया आवाले कमला महाजन वडा नम्बर 9 शर्मिला महाजन वडा नम्बर 10 प्रभा आचार्य दिदी बिस्तारै पठाउनु न एकजना पठाउनु या दुईजना पठाउनु वडा नम्बर 11 प्रदीप महाजन वडा नम्बर 12 वडा नम्बर 13 सविता बालकोटी प्रतिनिधि भन्नु न प्रतिनिधि भन्नु न म जान्छु हो त्यसमा नगए हुन्छ वडा नम्बर 18 अस्मिता बोगटी वडा नम्बर 18 अस्मिता बोगटी हुनुपर्छ किनभने आज हामी उत्कृष्ट भएको दिन हामीले वडा नम्बर 21 रत्नदेवी महाजन रत्नदेवी हेर्दिन न है वडा नम्बर 24 अप्सरा सन्जेल नाम बोलाएपछि मात्र तपाईँहरू उठ्नुभयो भने हामीलाई समयले अलिकति धोका दिनेछ र वडा नम्बर 26 सूर्यमाया महाजन विजय महर्जन वडा नम्बर 27 विजय महर्जन हसिना कपाली वडा नम्बर 28 वडा नम्बर 29 दिनेश महाजन अथे ज्याजोले महानगरपालिका ताई तक जायाना अनिवार्य अवकाश कापी खुब महिला स्वास्थ्य स्वयंसेविकाले से निम टोल स्वास्थ्य उत्प्रेरक तेत छगु लख तका नाप सम्मान यागु ख वडा नम्बर 5 सरिता केसी वडा नम्बर 6 शर्मिला साक्य वडा नम्बर 6 वडा नम्बर 7 लीला महाजन वडा नम्बर 10 सरोजा पौडेल वडा नम्बर 11 समिना बजाचार्य एफसीपी वडा नम्बर 12 वडा नम्बर 13 बसन्ती खड्गा
वडा नम्बर 13 बस्ने मान्छे 11 वडा नम्बर 15 जमुना श्रेष्ठ महाजन, वडा नम्बर 16 शोभा श्रेष्ठ। हामी स्वास्थ्य सेवामा चाहिँ भन्नै नपर्ने गरी चाहिँ गर्ने अनि उत्कृष्ट हुँदाखेरि चाहिँ ताली को लागि अनुरोध गर्छु। वडा नम्बर 19 मनमाया महाजन, वडा नम्बर 19 मनमाया महाजन। एउटा जानकारी हामीलाई यहाँ प्रतिनिधिको निम्ति चिपिस दिदिशा महाजन, वडा नम्बर 13 महाजन, वडा नम्बर 21 तीर्थमाया महाजन, वडा नम्बर 22 विमला श्रेष्ठ, वडा नम्बर 22 विमला श्रेष्ठ। वडा नम्बर 21 तीर्थमाया महाजन, वडा नम्बर 22 विमला श्रेष्ठ, वडा नम्बर 22 विमला श्रेष्ठ। आफ्नो साथीले उत्कृष्ट हुँदाखेरि त तालिम त पाउनु पऱ्यो हो, त्यति हक त छ नि। वडा नम्बर 23 मन्दिरा केसी, वडा नम्बर 24 नानी छोरी प्रधान, नानी छोरी रिता अधिकारी, वडा नम्बर 25 रिता अधिकारी, वडा नम्बर 26 प्रमिला सोम। ज्याजोले येलो महानगरपालिका मेयर चिरीबाबु महर्जन, येलो महानगरपालिका भगिनी सम्बन्ध कायम जुगु सल्यान्या शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारी, महानगरपालिका सामाजिक विकास समिति संयोजक प्रवक्ता लिसे वडालिया नौया अध्यक्ष राजु महर्जन, येलो महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जन लगायत महिला स्वास्थ्य स्वयंसेविका योगदान नेपाल स्वास्थ्य क्षेत्र दक्षिण एसिया हे उत्कृष्ट स्थान हासिल आगो धारणा तयारीको ख। यो जति पनि हामीले पुरस्कार प्राप्त गरेका छौँ, यो भनेको चाहिँ एउटा टिम वर्कको पराकाष्ठ हो। टिम वर्क गरेको कारणले हामीले नतिजा प्राप्त गरिरहेका छौँ भन्ने कुरामा चाहिँ अतिशयोक्ति नहोला। तसर्थ यो सबै कुरामा हामी जसरी सफलीभूत भइरहेका छौँ, यसको लागि पनि यहाँहरू सबैलाई हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्न चाहे। एउटा कुरा, ललितपुर महानगरपालिका, म मेयर, हाम्रो कार्यपालिकाका सदस्यज्यूहरू यहाँ हुनुहुन्छ, हामीले जे बोल्छौँ त्यो चाहिँ हामी पुरा गर्छौँ। उदाहरणको निमित्त भोलि हाम्रो निमित्त एउटा ठुलो इभेन्ट छ, त्यो भनेको चाहिँ यो भवन जुन मैले बोलेको थिएँ, यही प्राङ्गणमा बसेर यही पोडियममा बसेर मैले बोलेको थिएँ कि एउटा चिटिक्क परेको स्टेट अफ द आर्ट बिल्डिङ हामी तयार गर्छौँ भनेर बोलेको थिएँ। हुन त हामीले 32 महिनामा सिद्ध्याउँछौँ भनेका थियौँ, तर 36-37 महिना लाग्यो। हेर्नुहोस् त चिटिक्क पर्ने गरी। दिस इज वाट विल डु। हामी बोल्ने मात्र होइन, काम गरेर डेलिभरी दिन्छौँ भन्दै गर्दा हामीले यो बिल्डिङ जुन हामीले 8.5 अन द रेक्टर स्केल अफ सेस्मोलोजिकल डिजाइन 90 सालको भुइँचालो 8.2 रेक्टर स्केलको आएको थियो। यो मुलुक तहस नहस भएको थियो, तर त्यो भन्दा पनि 0.03 बढी स्केलको भूकम्प आए पनि नथिङ विल ड्यामेज। त्यति बलियोसँग चाहिँ हामीले यो भवन बनाएका छौँ। हाम्रो माग अनुसार काम गर्न बाँकी भनेको कार्यविधि नै हो। कार्यविधि हामीले हाम्रो 2-3 पटक चरणबद्ध रूपमा छलफल भएको छ। त्यसमा धेरै कुरा समेट्नुपर्ने आवश्यकता देखेको छ। हामीले हतारमा कार्यविधि ल्याएर पछि पछुताउनु पर्ने काम हामीले गर्नुहुन्न। त्यसकारणले गर्दाखेरि त्यसमा हामीले के देख्यौँ भन्दाखेरि वडा स्वास्थ्य कार्यान्वयन समिति 2054 साल 52 सालदेखि काम गर्दै आएको छ हैन। त्यसकारणले गर्दाखेरि
त्यो वडा स्वास्थ्य कार्य समिति कुनै पनि आधारमा वैधानिकताको तपाईँहरूले चाहिँ केही पनि प्राप्त गर्नु भएको छैन। न एउटा समितिको रूपमा गठन भएको छ, न एउटा समितिको रूपमा दर्ता भएको छ, केही पनि भएको छैन। त्यस कारणले गर्दाखेरि हामीले कार्यविधिमा टिएसबी एफसिएसबी मात्रै सम्बोधन गरेर हुँदैन। त्यस कारणले गर्दाखेरि वडा स्वास्थ्य कार्य समितिलाई हामीले बलियो पार्नुमा आवश्यकता देखिएको छ र हामी सबैले